जग्गा साट्ने कुरा आउँदा कता कता प्रक्रिया अलि झन्झटिलो छ कि जस्तो लाग्छ हैन त। आज हामी यही प्रक्रियालाई एकदमै सरल र स्पष्ट बनाउनेछौँ, सबैले सजिलै बुझ्ने गरी। ल अब लागौं विषयतर्फ। जग्गा सट्टापट्टा यो साँच्चै एउटा राम्रो अवसर हो कि एउटा अनावश्यक झन्झट? धेरैको मनमा यो प्रश्न हुन्छ। आज यसैको जवाफ खोज्ने प्रयास गरौं। ल सबैभन्दा पहिले त यो सट्टापट्टा भनेको आखिर हो चाहिँ के, कानूनले यसलाई कसरी हेर्छ त्यहाँबाट सुरु गरौँ है। हेर्नुस्, यो पुरै प्रक्रियाको मुटु भनेकै एउटा कागजात हो। त्यो हो सट्टापट्टाको लिखत हो। यही लिखतले गर्दा दुई पक्षबीचको साटफेरले कानूनी मान्यता पाउँछ र पक्का हुन्छ। अब यहाँ एउटा एकदमै रोचक कुरा छ। कानूनले जग्गा सट्टापट्टालाई पनि एक किसिमको खरिद बिक्री नै मान्दो रहेछ। फरक के मात्रै हो भने यहाँ पैसाको लेनदेन हुँदैन, बरु एउटा जग्गाको बदलामा अर्को जग्गा दिइन्छ। कति गजब होइन? ल कानूनी कुरा त बुझ्छु। अब जाउँ व्यवहारिक पाटोतिर। मतलब खर्च कति लाग्ला अनि के कागजपत्रहरू चाहिने रहेछ त, यो पनि जान्नै पर्यो। खर्चको कुरा गर्दा यो धेरैजसो जग्गाको सरकारी मूल्याङ्कनमा भर पर्छ। अब कुन शीर्षकमा खर्च हुन्छ भन्दा मुख्य गरी रजिस्ट्रेसन दस्तुर भइहाल्यो, अनि पुँजीगत लाभ कर र स्थानीय विकास शुल्क जस्ता कुराहरू आउँछन्। तर यहाँ एउटा एकदमै राम्रो कुरा पनि छ। यदि जग्गाधनी महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा 70 वर्षभन्दा माथिको ज्येष्ठ नागरिक हुनुहुन्छ भने रजिस्ट्रेसन शुल्कमा 50% छुट पाइन्छ। यो भनेको त खर्चमा ठूलै राहत हो नि। अब काम छिटो छरितो होस्, कुनै झन्झट नहोस् भन्नका लागि यी कागजातहरू चाहिँ पहिले नै ठिक्क पारेर राख्नुपर्छ है। जस्तै दुवै पक्षको नागरिकता, सक्कली लाल पूर्जा अनि चालु आर्थिक वर्षसम्मको तिरो तिलेको रसिद, यी त नभई हुँदैन। ल अब लागौं यो प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण पाटोतिर, त्यो हो सरकारी प्रक्रिया। खासमा हेर्ने हो भने यसलाई सजिलै 3वटा मुख्य चरणमा बाँड्न सकिन्छ। यो प्रक्रियाको सुरुवात हुन्छ स्थानीय वडा कार्यालयबाट। त्यहाँबाट आवश्यक सिफारिस लिएपछि पुग्नुपर्छ नापी कार्यालय र अन्त्यमा सबै काम टुङ्ग्याउन मालपोत कार्यालय हो। यी 3वटा कार्यालय धाएपछि बल्ल काम फत्ते हुन्छ। ल अहिलेसम्म हामीले प्रक्रियाको कुरा गर्यौं, तर अब आउँदैछ सबैभन्दा महत्त्वपूर्ण खण्ड, सावधानी। किनभने कागजमा सही गर्नु अघि केही कुरामा ध्यान दिएन भने पछि गएर ठूलो समस्यामा परिन सक्छ। भन्नुको मतलब सुरुमै केही महत्त्वपूर्ण कुराहरूको सोधखोज गरियो भने पछि आउन सक्ने अनेकौं कानूनी र आर्थिक झमेलाबाट सजिलै बच्न सकिन्छ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण कुरा, मालपोत कार्यालयमा गएर जग्गा रोक्का छ कि छैन त्यो पक्का गर्नै पर्छ। कतै ब्याङ्कमा दितो राखेको वा अदालतले रोक्का गरेको त छैन। यो नबुझी अघि बढ्नु भनेको त अरूको ऋण आफ्नो टाउकोमा बोक्नु जस्तै हो। त्यसपछि आउँछ मोहीको कुरा। लाल पूर्जाको पछाडिपट्टि हेर्नुस्, त्यहाँ कसैको मोही हक दर्ता भएको छ कि? यदि छ भने त्यो विषयलाई टुङ्गो नलगाई अघि बढ्नै मिल्दैन, किनभने मोहीको पनि जग्गामा कानूनी अधिकार हुन्छ। अनि अर्को कुरा, यदि सम्पत्ति पैतृक हो, मतलब अंशवर्णको हो भने सबै अंशियारहरूको लिखित मन्जुरी लिनु एकदमै जरुरी छ। नत्र भने पछि गएर स्वामित्वमा ठूलो विवाद निस्कन सक्छ। अब एउटा एकदमै चलाख रणनीतिबारे कुरा गरौं। कहिलेकाहीँ मान्छेहरू दुईवटा बेग्ला बेग्लै किनबेचको कागज गरेर जग्गा साट्छन्, तर त्यो एकदमै जोखिमपूर्ण हुन्छ। बरु एउटै सट्टापट्टाको लिखत बनाउनुहोस्। यो सुरक्षित पनि छ, छिटो छरितो पनि हुन्छ र घेरीजसो अवस्थामा खर्च पनि कम लाग्छ। त्यसैले यसको सार के हो भने एउटै लिखतले दुवै पक्षलाई बराबर सुरक्षा दिन्छ। कोही पनि बीचमा धोका खाने वा जोखिममा पर्ने सम्भावना नै रहँदैन। सफल र सुरक्षित सट्टापट्टाको लागि यो नै उत्तम बाटो हो। ल अब त प्रक्रियाबारे धेरै कुरा थाहा भयो। अब एउटा कुरा सोचौं त, कि सही जानकारी र तरिका अपनाउने हो भने यो जग्गा सट्टापट्टा भन्ने कुरा आफ्नो सम्पत्तिलाई अझै राम्रो बनाउने एउटा गजबको रणनीतिक औजार बन्न सक्दैन र?